साथीले नि छोडेर गयो यार। हिजोसम्म एकदम रमाइलो गरेर बसेको अब यो मोमेन्टहरू कहिले आउला हामी त्यो दिनको प्रतीक्षामा पक्कै पनि हुनेछौँ। निकै नै के भने यो कस्तो भन्ने एकदमै भएको छ। ठिक छ केही छैन साथीले शुभकामना। के भइरहेछ यो माहौलमा के भन्न चाहनुहुन्छ? एकदमै अब माहौल त साजनको मन एकदमै के भन्छ कडा हो। अब एकदम डह्रो हो मुटु बनाएर साथीले देश छोडो र हामीले पनि त्यो दिन अब केही दिनपछि नै हामी देश छोड्दैछौँ। खैर केही छैन, हामी साजन जस्ता युवाहरू हामी देशमा बस्ने वातावरण त पक्कै पनि छैन र आज हामी साजनलाई छोड्नको लागि समग्र साजनको टिम र हामी कन्सल्टेन्सीको साथीहरू सेन्सीहरू सबैजना आउनुभयो। यो मोमेन्ट एकदम राम्रो हो र साजन लगायत उसको अब जुन बसाका जाने साथीहरू सम्पूर्णमा शुभ यात्रा सहित शैक्षिक सफलता सहित उज्जवल भविष्यको कामना व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। आज उसले देश छोड्दैछ सँगैको साथी। उसको आज फ्लाइट छ यहाँदेखि जापानको भने हामी साथीलाई छोड्नको निम्ति यतिखेर हामी एयरपोर्टमा आएका छौँ साथीलाई शुभकामना व्यक्त गर्नको निम्ति। हाई गाइज, यतिखेर म एयरपोर्टमा छु। प्रिय साथी साजनको आज फ्लाइट हुँदैछ साजनलाई छोड्नको निम्ति। हामी समग्रमा साजनको दाईहरू अनि हामी समग्र फ्रेन्डसिपहरू आज एयरपोर्टमा आएका छौँ। हामी पनि लागिसकेको छ आजको फ्लाइटको निम्ति। साथीलाई उज्जवल भविष्य शैक्षिक सफलताको नि कामना व्यक्त गर्न चाहन्छु। साथी दुई शब्द भन त यहाँ। साथी राम्रोसँग जाऊ ल। ओके बाई, सेफ ट्राभल्स। ओके बाई। साथी बाई। तिमी गएर त्यहाँको माहौल बनाउँदै गर, हामी बिस्तारै आउँछौँ ल। बिस्तारै है, टेन्सन नगर, हामी आउँछौँ बिस्तारै। साथी भेटेको पार्टी हाल्नुपर्छ नभुल है। माहौल बनाएर साथी आफ्नो सामानहरूको ख्याल गर ल। ओके ल। साथी बाहिर तिमीलाई पर्खेर बसिरहेको छन् केटाहरू, हेरिरहेको छन् है सबै केटा। हात हल्ला केटा, हात हल्लाउ त। कहाँ के जान्छ उहाँको एउटा जानकारी गराउ ल। ओके डन। देखाएको छ फाइनली हामी चाहिँ साजनलाई आज उसको फ्लाइट थियो र त्यही उसको निम्ति आज उसलाई यहाँनिर शुभकामना व्यक्त गर्नको निम्ति उसलाई सेफ ट्राभल्स उसलाई अब सफलतादेखि हरेक शुभकामना व्यक्त गरेर उसको अब यहाँ एयरपोर्टमा छोड्नको लागि आइरहेको छौँ। आज हामी साजनको दिदी हुनुहुन्छ भान्जे अनि हाम्रो साथीहरू हुनुहुन्छ, दाइ पनि हुनुहुन्थ्यो क्यारे अघि भर्खर। साथी भर्खर गर्दैछु। साथी भिडियो लामो छ है। अलिकति तिमीलाई छोड्दाखेरि तिमी हामीसँग छुटिँदाखेरि अलिकति मन त भारी भएको छ, तर पनि तिमीलाई बचाउनको लागि हरपल चाहिँ भइरहेको छ है। साथी मेरो यो भिडियो चाहिँ मेरो युट्युब च्यानल हुन्छ चाप्लिस नेपाली सब्सक्राइब गर्नु। ओके डन। Passenger Matagari Pilgram Tadi good luck है। Safe travels यार। Miss you always है। Arigato। आपने ख्याल करा लो। ओके बाय बाय। साथीले नि छोडेर गयो यार। हिजोसम्म एकदम रमाइलो गरेर बसेको अब यो मोमेन्टहरू कहिले आउला हामी त्यो दिनको प्रतीक्षामा पक्कै पनि हुनेछौँ। निकै नै के भने यो कस्तो भन्ने एकदमै भएको छ। ठिक छ केही छैन साथीले शुभकामना।
के भइरहेछ यो माहौलमा के भन्न माहौल चाहनुहुन्छ? एकदमै अब माहौल त साजनको मन एकदमै के भन्छ कडा हो अब एकदम दह्रो हो मुटु बनाएर साथीले देश छोडो र हामीले पनि त्यो दिन अब केही दिन पछि नै हामी देश छोड्दैछौँ खैर केही छैन हामी साजन जस्ता युवाहरू हामी देशमा बस्ने वातावरण त पक्कै पनि छैन र आज हामी साजनलाई छोड्नको लागि समग्र साजनको टिम र हामी कन्सल्टेन्सीको साथीहरू सेन्सीहरू सबैजना आउनुभयो यो मोमेन्ट एकदम राम्रो हो र साजन लगायत उसको अब जुन ओसाका जाने साथीहरू सम्पूर्णमा शुभ यात्रा सहित शैक्षिक सफलता सहित उज्जवल भविष्यको कामना व्यक्त गर्न चाहन्छु थ्याङ्क यू भेरी मच